गुड आफ्टरनुन साथी हो। तपाईँहरूलाई म मजाको कुरा भन्छु ल। अस्ति डिसेम्बरको महिनामा हामी एउटा बस्तीमा हामी गएका थियौँ मरौ काम परेर। र त्यहाँनिर बस्दा हामी पुग्दा त बेलुकी साँझ भइसकेको थियो। त्यसले गर्दा हामी त्यहीँ बस्नुपर्ने अवस्था हाम्रो भयो। त्यसले गर्दाखेरि हामी त्यहाँ चाहिँ बस्नुको लागि चाहिँ अब हाम्रो जग्गा थियो, मेरो दिदीको घर थियो। तर खाना चाहिँ कहाँ खाने, किनभने मेरो दिदीको घर त अब कति महिना बन्द भएकोले त्यहाँ पानीको असुविधा थियो, खानेकुरोहरू केही थिएन। त्यसले गर्दाखेरि हामी चाहिँ त्यहाँनिर एउटा बहिनीको दोकानमा गयौँ र बहिनीको दोकानमा गएर हामीले त्यहाँनिर तेल दाल किन्यौँ। तर त्यो घरको आमाले चाहिँ हामीलाई चाहिँ उनीहरूकै खाने चामल दियो, प्याज दियो, टमाटर दियो, लसुन दियो, अनि सब्जी दियो, धेरै कुराहरू दियो। अनि मलाई चाहिँ खुसी लाग्यो क्या, आज बस्तीमा त्यस्तो राम्रो एउटा मन भएको, अरूलाई सहायता गर्ने मन हुने, अरूलाई परेको बेला सहयोग गर्ने मन हुने एउटा मनको धनी व्यक्तिहरू रहेछन्। अनि मलाई चाहिँ एकदमै खुसी लाग्यो यो देखेर। र हामी त्यो सबै कुरोहरू लगेर हामी नानाको घरमा गयौँ। पानीहरूको पनि राति अँधेरोमा, त्यस्तो जाडो डिसेम्बरको जाडोमा अँधेरोमा पानीहरू बनाउनु पर्ने। त्यहाँदेखि हामीले त्यो उहाँले दिनुभएको सब्जीहरू हामीले बनाएर झोलहरू हालेर, त्यहाँ घिउहरू रहेछ, त्यहाँनिर डल्लेको पेस्ट रहेछ, त्योहरूसँग हामी भात खायौँ। अनि रमाइलो भयो बस्तीमा, सुनसान वातावरणमा हामीले त्यसै सब्जी भात खाँदाखेरि मजा लाग्यो। अनि मैले सोचेँ यस्तो के अरे परदेशमा परेको बेलामा यसरी सहयोग गर्ने मानिसहरू भेटाउँदा मलाई खुसी लाग्यो। अनि परमेश्वरलाई धन्यवाद दिएँ। र उहाँ जुन दिदीले हामीलाई सहयोग पुर्याउनु भयो, सोनाम दिदी, उहाँको परिवारलाई चाहिँ धेरै धेरै धन्यवाद। परमेश्वरले आशिष दिउन्।